हेलो गाइज नमस्ते एन्ड जेसम्म आज पनि स्वागत छ तपाईहरुलाई अनदर ब्लगमा है। आज चाहिँ हामी रोमानियाको बेगा रिभर भन्ने ठाउँमा जाँदै छौं है। आज चाहिँ हामी तीन जना गइरहेका छौं गाइज हैन। यो चाहिँ हाम्रो रुम पार्टनर केटाहरु हो। तिम्रो नाम भन्देऊ न गाइज। मेरो नाम चाहिँ इन्द्र सिंह पाल। हाम्रो कमल 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 हो नि त नाम चेन्ज। कमल खत्री नाम चेन्ज भइसक्यो, कम्पनीको म्यानेजरले राख्दियो अरे कमल खत्री केटा हो हैन। यसो त हामी जाँदैछौँ, हेर्दै गर गाइज कस्तो हुन्छ के छ कस्तो छ रिभर है। लेट्स गो। हामी जाने भनेको ठाउँतिर पनि जाने बस भनेको युटु नै हो। युटु बस चढ्नको लागि हामी अगाडि जाँदैछौँ। फाइनली हाम्रो बस पनि आइसक्यो, चढिसक्यौँ हामी। फाइनली बिना कार्डको पनि चढियो हैन गाइज। तिम्रो कार्ड छ हाम्रो पो छैन। भने फेरि छोपियो भने एक ब्लगले गर्दाखेरि के गर्नु? हाम्रो कार्ड छ, हाम्रो गाडी बसको हैन नि त। त्यही भएर हामी त डन हो नि, तिमीलाई पो कार्ड चाहिन्छ, हामीलाई चाहिन्छ। डन कोना पनि हेर कडा हो डन। रोमानियाको लोकल लोकल मान्छे हो, लोकल कोहीसँग डराउँदैन। हामी अब आइसक्यौँ बेगा रिभर छेउमा है। यहाँ चाहिँ एउटा पार्क जस्तो छ। हामी चाहिँ आइसक्यौँ। यो चाहिँ बेगा रिभरको छेउछेउको भाग हो। कडा हामी कहाँ आइपुग्यौँ भन त कडा। यो त हामीलाई पनि थाहा छैन, म्यारिज हल जस्तो लाग्दैछ हैन। यो ठाउँ चाहिँ एकदम डेटिङ स्पोट रहेछ है। अब हामी चाहिँ अब तीनजना सिंगल आयौँ। खास गरी आउनु पर्ने चाहिँ डेटिङको लागि रहेछ यो ठाउँ, एकदम पर्फेक्ट। सिंगल आएर डबल हुन्छ के? त्यस्तो हो नि त। सिंगल आयो भने दुखी नहुन। सिंगलहरु पनि धेरै छन् नि केटीहरु। अब सिंगलहरु छन् तर त्यही पनि फोनमा बोलिरहेको छ नि त, साथी देखेन। उनीहरुले पनि बोलेको हामीले बुझ्दैन, हामीले बोलेको उनीहरुले बुझ्दैन। समस्या चाहिँ त्यो छ फेरि। अब नेपालमा भए त नेपालमा के छ खबर भन्दै यसो जिस्काउन पनि हुन्छ। यहाँ त खै अब जिस्काउन पनि आउँदैन हैन। मिंगल भनेको भइहाल्छ। अनि त्यो नेपाली भने बुझ्छ त यिनीहरुले। यहाँ त जिस्काउन पनि आउँदैन त साथी। समस्या त त्यो पो छ त फेरि। यहाँ दा भने यस भनिहाल्छ, त्यही हो। त्यही भएर गाह्रो छ हौ कडा हो। यहाँ चाहिँ डेटिङ स्पोट रहेछ। सबैजना अँगालो मारेर किस मात्रै खाएको देखिन्छ वरिपरि। हामी मात्रै हो यसरी तीनजना डुकु लन्ड्याङ भएर हिँडेको। साथी तिमी यसरी नफाल न यार, प्लिज यार। साथी यार जिन्दगी लामो छ यार, प्लिज यस्तो नगर न। तिमी हाम्रो छौ नि तिम्रो लागि यार। अरू कसैले साथ नदिए पनि हामी दिन्छौँ यार। जिन्दगीदेखि हार मानेर तिमी यार के भएको तिमी यार खोलाको छेउमा आएर सुसाइड गर्न खोज्छौ यार साथी। यति सानो खोलामा कस्तो मजाको बोट चढ्दो रहेछ। रोकाएर चढौँ भनेको त खोइ रोकाउँदा पनि रोकाएन। हामी हात हल्लाइथ्यौँ। नेपाल जस्तो नरोकाउँदो रहेछ नि त, यसको पनि स्टेसन हुँदो रहेछ। खोइ हामीले चाहिँ हात हल्लाएर रोकाइ गरेको रोक्दै रोकेन। अनि नरोकेपछि लु अब हामीलाई नलाने रहेछ भनेर हामी त फर्क्यौँ यहाँबाट। यहाँ चाहिँ यसरी मरेको मान्छेको नाममा यसरी फुल रोपिँदो रहेछ है। फुल रोपेर चट्ट त्यसको त्यो मान्छेको नाम लेखिँदो रहेछ। अहिले हामी घुमेको ठाउँ चाहिँ डेटिङ स्पोट रहेछ। अब यो पुलदेखि परतिर चाहिँ चिल्ड्रेन पार्क रहेछ। यहाँ चाहिँ यसरी ठाउँमा केटाकेटी बस्नको लागि यस्तो बनाइदिएको रहेछ। त्यहाँ पनि हामी गएर यसो बस्यौँ एकछिन। घुम्दै आएको यसो चिप्लेटी रहेछ, यसो खेल्दिउँ न भनेर तीनैजना चिप्लेटी खेल्न थाल्यौँ। जे होस् मजै आयो। अब बच्चा बच्चीको भए पनि। पौल साथी चाहिँ बिचरा चिप्लिन नजानेर ऊ हातले चिप्लिँदै आउँदै थियो। के हो रोमानिया पनि फेमस रहेछ। म त अमर भनेर लेखिरहेको थियो भित्तामा। झुला पनि रहेछ, यसो एकछिन झुलियो झुलामा पनि है। रमाइलो भयो जे होस्। यो पिङ खेल्नको लागि पनि आधी घन्टा जति लाइनमा बस्नु परेको हो गाइज हैन। बल्ल पालो आयो। एकछिन भए पनि खेलेर जाउँ भनेर साथीहरूले पनि भने लु खेल्यौँ न त भनेर एकछिन भए पनि खेल्यो जे होस्। गाइज अब चाहिँ हामी निस्किन आँटेको, घुम्यो रमाइलो गर्यो है। पौल कस्तो भयो? बवाल दाइ कस्तो भयो भन्नु त? बिने एकदम रमाइलो छ ठाउँ हैन। अब घुम्यो, अब निस्किसकेको हामी चाहिँ है। अब रुममा पुगेपछि फेरि भेट हुन्छ गाइज। अब चाहिँ हामी रुम आइसकेको छौँ होइन।
अब आजको मिनी भ्लग यतिमै एन्ड गर्न चाहन्छु र अर्को के कुरा हो भने म सायद अब 2 दिनमा मात्र भ्लग हाल्न पाउँछु होला सायद अब ड्युटी त्यस्तै छ हैन अब राति ढिलो आइछ अब एडिट पनि गर्न टाइम लाग्छ त्यो भएर सायद म भिडियो हाल्न पाउँदिन होला डेली भ्लग चाहिँ अब 2 दिनमा एक दिन चाहिँ म हाल्छु होला है अब त्यस्तै हो हेर्दै गर्नुस् किप वाचिङ लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै आजको भ्लग द एन्ड